नमस्ते। आज चाहिँ मैले हाम्रो एकदम ह्यान्डसम रोशन भाइले भेटेको छ होइन, टक्क 22 धारामा। यो चाहिँ हिँड्दै हेरौँ हाम्रो रोशन भाइ चाहिँ ह्यान्डसम एकदम। हाम्रो दाइको युट्युब च्यानलले सबैजनाले मलाई चिन्ने जति सबैजनाले हाम्रो दाइलाई सपोर्ट गरिदिनु है गाइज। हाम्रो दाइ चाहिँ एकदम युट्युबर होइन, एकदम सब्सक्राइब गरिदिनु होला। मलाई चिन्ने जति सबैजनाले हाम्रो दाइलाई माया गरिदिनु है, मलाई गरे जस्तै ल। म हाम्रो भाइले ल है, ल दाइ है, हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल अविनाश रूपचन। आज चाहिँ हामी 22 धारामा घुम्न ल्याएको। ट्याक्क हामीले 22 धाराको गार्डनभित्र छिरिसक्यो होइन। अनि भिडियो लास्टसम्म हेरिदिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। भिडियो कस्तो लाग्छ धेरै पछि मैले भ्लग लिएर आउँदैछु, त्यही हो। यस भिडियो अगाडि बढाउँ नि त है। यो चाहिँ 22 धाराको मेन गेट रहेको छ टक्क होइन। फुलहरू एकदम राम्रो चिटिक्क, वाउ ब्युटिफुल, नाइस, ओ माई गॉड। ब्रदर, वाउ नाइस, भेरी नाइस। यो हो नि त, पहिला भन्दा धेरै राम्रो छ। वाउ, यो हो नि त। 22 धारा ठिक छ नि मेरो केटाकेटी हो। कहाँ सोल्टीहरूलाई देखाउनु हुने हो भनेको। राम्रो आउँछ हो, ट्राई हो। एकछिन खिच्नु न, अहिले खिच न, टाइम अहिले छ यतिखेर हेर्यो टाइम ठिक्क। ट्राई गर एउटा, हजुर हेर न थाहा भइहाल्छ। अनि यता म भ्लग बनाउँदैछु, भ्लग बनाउनु टक्क भ्लग बनाएर आउँछ नि त। यता खिचौँ नि त ब्रदर है, उता माथि हो कि राम्रो आउने, यता नि खिच्छु मैले, यहाँ त राम्रो आउँदैन हेर्न र। ल हाम्रो ब्रदरले त्यहाँ हाम्रो फोटोग्राफ, यो त टक्क गार्डन चाहिँ राम्रो रहेको छ भ्यूस अहिले। भन ल मलाई। हुन्छ हाम्रो ब्रदरले चाहिँ फोटो खिच्ने हो भनेर सोधेको, पछि खिच्छु भनेको मैले। भ्यूस राम्रो रहेको छ। ल ए त्यही त, यत्तिको चाहिँ हुनुपर्छ है। हाम्रो बाबु त्यही त, त्यही हो होइन। 22 धारामा अलि राम्रै रहेछ होइन। अब सिजन पनि लाग्दै सुरु हुँदैछ नि त बिस्तारी 22 धारा होइन। त्यही हो, अब हामी माथि जाने वर्ष त्यही माथि राम्रो छ यता। त्यही हो, माथि नि राम्रो छ। हजुर टार्गेट राम्रो छ होइन। अब हामी चाहिँ यता जाउँ, यता गार्डनतिर। त्यत्तिकै हरियो चाहिँ हुनु, यत्तिकै चाहिँ हुनुपर्छ है। गर्लफ्रेन्ड सबै प्याक छ होइन। हामी जस्तो सिङ्गल चाहिँ अब यसरी त्यो भन्दा गाह्रो छ यार गाइज। यहाँनिर टक्क
अब सिङ्गलै ठिक छ होइन सिङ्गल लाइफ ठिक छ सिङ्गल लाइफ स्ट्रङ स्ट्रङ वर्ड त्यही त लभ गरेर भुराहरू टाउको दुखाइ ओए कस्तो पानी हो कति ठुलो यार ठिक छैन क्या यतै हाम्रो मिसहरू टिकटक बनाउँदै हुनुहुन्छ राम्रो राम्रो ब्युटिफुल मिसहरू यतैबाट जाउँ नि त मलाई त्यस्तै जानकारी छैन सर यही हो भन्छ भुवाहरू त्यही होइन उमेर आउने बच्चाहरू भर्खर होइन खेलिरहेछन् जेस हामी बुढा भयो म चाहिँ भर्खर 10 वर्ष 20 वर्ष हुनुपर्ने यार बुढा भएर यार छिटो जन्मे त्यही त कलर चाहिँ अब यहाँ माला सदा लगाएर टक्क अहिले चाहिँ परिवर्तन भएछ क्या 22 तारा आज चाहिँ पानी रहन्छ नि त पहिला पानी सानी हुन्छ नि पानी रहन्छ नि त 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 18 19 22 तारा 22 तारा छ नि कामै उताबाट सट्टै ग्राउन्ड घुमेर यता आयो होइन माथि जाउँ नि त टक 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 छ यस्तै हो खिच्नु होइन अहिले अलिक खिचाउनु गर्दा है हुन्छ हुन्छ ल यता नाश गर्ने भयो साथी के भने जिन्दगी अब साथी नि गर्ने गएर अब साथीलाई जिन्दगी बिहार भयो कसरी बिहार हो भनेको के गर्ने यहाँ साथ दिने भने 1000 आउँछ तर त्यो 1000 रुपियाँ नै लात हानेर जान्छ त्यही त सिङ्गल नै बेस्ट जिन्दगीमा बेस एक्लै रमाउन सिक्नुपर्छ यस्तो नै रहेछ जिन्दगी होइन के गर्नु यहाँ टक्क मन्दिर रहेको छ टक्क 22 ताराको मेन मन्दिर मन्दिर त्यहाँ रहेको छ त रहेको छ मन्दिर यत्तिको राम्रो चाहिँ हुनुपर्छ है यत्तिको संस्कारी चाहिँ हुनुपर्छ केटा त्यत्तिको संस्कारी भएन भने त डुबिगयो नि केटा हो कि होइन ल भन्नु त फोटो खिचिरहेको छ हाम्रो मिसहरू घामले कस्तो हाने माछा छ नि त ऊ त्यहाँ है देखिरहेको छ कि भर्खर ठुलो ठुलो भर्खर ऊ त्यहाँ ऊ माछा ऊ देखेँ नि गाइज माछा देखेँ नि गाइज ऊ देखेँ नि ऊ हिँडिरहेछ ऊ हिँडिरहेछ देखेँ नि विचारहरू माया लाग्छ नि त यार माछा हो भने यार हो भने यार तर मलाई चाहिँ माछा जानै मन लाग्दैन गाई हो भने यार क्युट हुन्छ यार खानै मन लाग्दैन त्यो त्यस्तो खानाउने यता हाम्रो मिसहरू टिकटक बनाउँदै हुनुहुन्छ
ए सरी है डिस्टर्ब गरेँ टिकटक बनाउँदै रहेछ त्यही त अगाडि नै भनेको हुन्थ्यो जे होस् मङ्की गाइज ऊ त्यहाँ देखेँ नि ऊ देखेँ गाइज त भन्नु देखेँ नि हो टक्क हामी चाहिँ भाइसहरू चाहिँ पुरै घुमिसकेँ गाइज आउनु सर भोलि सर यता फोटो एकछिन चिने जस्तो लाग्यो नि मैले रोशन हो रोशन भाइ टिकटकहरू हेर्छ नि त मैले हजुर यस्तै नर्मल मिनी भ्लगहरू बनाउँछु कि हजुर ल ब्रदर खुसी लाग्यो है भेटेर है अहिले एकछिनमा चाहिँ त्यहाँ आउँछ नि फोटो खिच्न एक राउन्ड भ्लग हान्नु पऱ्यो धेरै ठुलो सरले बोल्यो भन्दाखेरि डाउन पर्ला नि त होइन केटीहरू फेरि बोका जस्तो आउँछ यार के हो यार ठिक छैन यार यो त भने भने छैन नि त अनि होइन दिदी त्यही त गाह्रो छ गाइज ल अब हामी चाहिँ हात्ती के जानु बहिनी आन्टी आन्टी थोरै साथी आन्टी छ ए बहिनीहरू रहेछ तामाङ हो क्या हो हो उहाँ लताइसक्यो जे होस् कताबाट जाने मुनि कताबाट जाने यो त यहाँ हाम्रो खान्नी बा भनिरहेको छु तिनीहरूले जे होस् कहाँ जाने भनेको यतिको चाहिँ हुनुपर्छ है यतिको चाहिँ हुनुपर्छ क्या देख्यो नि सक्यो ल बाई बाई अब भ्लग चाहिँ मैले यहाँ इन गर्छु बिचारी यतै भइसक्ने कुरा बिचरा भइसक्यो धोको दिएपछि चाहन जस्तो ल सर देखाउँ नि त मैले यता यतै बबाल छ नि त यत्तिको चाहिँ हुनुपर्छ है ल गाइज मैले भ्लग चाहिँ इन गर्छु हजुर हजुर अविनाश लोकसन हजुर ल गाइज मैले भ्लग चाहिँ यहाँ इन गर्छु यसो कोही छ भने कमेन्ट भन्नु है यस्तो राम्रो ठाउँमा खुसी हुन्छ यता हाम्रो फुल रङ्गी बिरङ्गी हरियाली होइन कति राम्रो सबैलाई सेयर गरिदिनु ल है नबोल्नु होला है ब्युटिफुल भन्दा अलि है 5 तारा हामी अहिले 22 थामा यति राम्रो यार आउनुहोस् है आउनुहोस् घुम्न आउनुहोस् है 22 धाराको यो 22 धारा है आउनुहोस् यो यस्तै फुल छ हरियो हरियो रातो है के अरे सक्छ
भयो भाइ द भ्यू ल गाइस भ्लग चाहिँ मैले यहीँ इन गर्छु लाइक गर्न सेयर सब्सक्राइब गरिदिनु भिडियो लास्टसम्म कस्तो लाग्छ नेक्स्ट भ्लग ल्याएर आउनेछु है ल थ्याङ्क यू सबैजनालाई लभ यू ए रङ्गी बिरङ्गी छ है हाम्रो प्रेम सर अगाडि हिँड्नु भएको छ है यसो है सबैलाई यो प्रेम सरको लाइफ के सेयर गर्नु होला है यो ब्लगमा है त्यही चाहन्छु है फेरि हामी त हिँड्न ला हो है